नमस्कार सबैजनालाई। आज चाहिँ म यस्तो ठाउँमा घुम्न जाँदैछु जो मेरो लागि एकदमै नौलो ठाउँ रहेको छ। पूर्वमा रहेको सुनसरी जिल्ला इटारी चोकदेखि लगभग 20 किलोमिटर टाढा डिस्टेन्समा रहेको ठाउँमा म घुम्न जाँदैछु। त्यस ठाउँको नाम चाहिँ शङ्कर बेली भनेर चिनिन्छ अरे र मेरो चाहिँ एकदमै नौलो हो, पहिलो पटक भएको हुनाले म चाहिँ एकदमै एक्साइटेड पनि छु र कतिपय चाहिँ गइसक्नु भएको होला र कतिपय जाने प्लानमा हुनुहुन्छ होला, तर म पनि आज जाँदैछु। सो जाने क्रमको भिडियो चाहिँ म बनाउने छुइनँ बाटोको, किनभने लामो हुनसक्छ, त्यही भएको हुनाले म बाटोको जाँदाको भिडियो चाहिँ म बनाउने छुइनँ। तर त्यस ठाउँमा पुगिसकेपछि चाहिँ म त्यहाँको वरिपरिको भिडियोहरू, त्यहाँको वातावरण कस्तो छ तपाईँहरूलाई अवश्य पनि देखाउने छु। सो हामी अब त्यसतर्फतिर लाग्नेछौँ। मैले चाहिँ त्यहाँ गएपछि त्यहाँको वरिपरि फुलेका पर्पल कलरमा फुलेका फुलहरूको भिडियो खिचेँ। त्यहाँ चाहिँ मलाई त्यो फुलहरूले अलिकति आकर्षित गराएर एकदमै रमाइलो ठाउँ रहेछ, एकदमै माइन्ड फ्रेस हुने रहेछ। मेरो पनि माइन्ड फ्रेस भयो। म चाहिँ पहिलोपटक त्यो ठाउँमा पुगेको थिएँ। हामीसँग धेरैजना ग्रुप जानुभएको थियो, मेरो आफन्तहरू, दिदीबहिनीहरू सबैजना मिलेर हामी त्यहाँ गएको थियौँ। त्यहाँ गइसकेपछि सबैजना आफ्नो आफ्नो बिजी, कोही टिकटक बनाउने, कोही चाहिँ आफ्नो छोटो भिडियो बनाउने। मैले पनि त्यहाँ रहेको बाँकी ठाउँहरूको थोरै थोरै क्लिपमा भिडियोहरू बनाएँ र हामीले पनि एक दुईवटा फोटो खिच्यौँ। एकदमै रमाइलो लाग्यो। त्यहाँनिर फुलहरू रहेछ, काठका फुल र बाँसका फुलहरू रहेछन्। धेरैजना आउनुहुँदो रहेछ प्रायः टिकटक बनाउन, यस्तै रिल्सहरू बनाउन आउनुहुँदो रहेछ। यहाँ हाम्रो दिदीहरू पनि मक्का परेर चाहिँ टिकटक रिल्सहरू बनाउँदै हुनुहुन्छ, कोही चाहिँ भिडियो बनाउने भनेर भिडियो बनाउँदै हुनुहुन्छ र म चाहिँ त्यहाँका भिडियोहरू, त्यहाँ वरिपरिका छोटो छोटो भिडियोहरू बनाउँदै इन्जोय लिएँ। एकदमै रमाइलो रहेछ सबैजना। र लास्टमा हामीले हाम्रा सानसाना नानी बाबुहरूको पनि भिडियो लियौँ। यिनीहरू पनि एकदमै इन्जोय गरिरहेको थियो। र आजलाई हाम्रो भिडियो यहीँसम्म समाप्त हुन्छ। सबैजनालाई बाई बाई र धन्यवाद।